रोनाल्डोको छोराले रोनाल्डोलाई फुटबल खेल्ने जुत्ता किन्छ। रोनाल्डो मलाई माफ गर्दो छोरा, मसँग अहिले पैसा छैन, पैसा भएको बेला किनिदिन्छु। अहिले स्कुल जान भन्दै लिएर जान्छ। दुवै स्कुल जान्छन्, रुँदै बस्छ। साथीहरूले पनि जिस्काउँछन्, ऊ रुँदै बस्छ, रुँदै भन्छ मैले कसरी छोरालाई जुत्ता दिन सक्छु भन्दै घरतिर फर्किनु। अनि ऊ एउटा जुत्ता पसलमा गएर जुत्ता हेर्छ र भन्छ मैले जुत्ता किनिदिन सक्छु होला भन्छ। त्यहाँको गार्ड दाइले आएर रिसाउँदै भन्छ तिमीलाई कसले छु भनौँ भन्छ र थर्काउँछ र यता आइजाऊ भन्छ। अनि मेस्सी हिरो भएर पक आउँछ, यता भन्दै उनीहरूलाई लान्छ र तिमीलाई एउटा सप्लाई चिप दिन्छु भन्छ। र त्यो त्यहाँको सबै भन्छ खुसी भन्छ तिमीलाई कसरी धन्यवाद दिउँ भन्छ। र त्यहाँबाट बाई मेस्सी साथी धन्यवाद छ भन्दै उसको छोरालाई लगेर दिन्छ। मैले तिम्रो लागि किनिदिएको भन्छ र छोरा पनि खुसी हुन्छ। बाबा धन्यवाद।